आज म प्यारेन्ट्सहरूलाई चाहिँ बच्चाहरूमा सुगर कमी भएर देखिने न्युरोलोजिकल कन्डिसनको बारेमा जानकारी दिन गइरहेको छु। बच्चाहरूमा चाहिँ यो सुगर कमी भएर धेरै जटिल न्युरोलोजिकल कन्डिसन्सहरू हुन सक्छ, जसमध्ये छारे रोग, बच्चा एकदम चञ्चल हुने र पढाइमा चाहिँ ध्यान नपुग्ने हुने हुन्छ। अनि ओपिडीमा यस्तो बच्चाहरू निरन्तर रूपमै आउने गर्छन् र यसरी हिस्ट्री लिँदा जाँदाखेरि चाहिँ जन्मिने बेलामा चाहिँ सुगर कमी भएर भएको धेरै बच्चाहरू भेटिने हुन्छ। म इन्डिया हुँदाखेरि आफ्नो अध्ययनकालमा म यही चीजमा मैले आफ्नो थेसिस, जसलाई चाहिँ हामीले चाहिँ अध्ययन गर्दाखेरि चाहिँ बुझाउनै पर्ने एउटा टास्क हो, जसमा चाहिँ थेसिस हुन्छ। थेसिसमा मैले चाहिँ यही सुगर कमी भएको बच्चामा चाहिँ न्युरोलोजिकल कन्डिसन्सहरू के हुन सक्छ भनेर अध्ययन गर्दाखेरि चाहिँ जटिल समस्याहरू देखा परेको थियो। मैले टोटल 200 बच्चाहरूमा अध्ययन गरेको थिएँ 1 वर्षमा, जसमा चाहिँ सबसे बढी समस्यामा चाहिँ छारे रोग 1 नम्बरमा। छारे रोगमा पनि फरक फरक किसिमको छारे रोग। अब सिम्पल भाषामा बुझ्नु पर्दाखेरि चाहिँ प्यारेन्ट्सहरूले चाहिँ बच्चालाई इनिसियली सुगर कमी भयो। सुगर कमी हुनुबित्तिकै त्यो चाहिँ ब्रेनमा चाहिँ ब्रेनलाई चाहिने भनेको ब्रेनको खाना भनेकै सुगर हो। अरू पनि खाना हुन्छ, तर मुख्य चाहिँ ग्लुकोजमाथि नै निर्भर हुन्छ ब्रेन। सो ब्रेनले कुनै कारणवश ग्लुकोज नपाएको खण्डमा चाहिँ त्यहाँको सेलहरू मर्ने हुन्छ र त्यो मरेपछि त्यहाँको सेलहरू सुन्निने हुन्छ र जसरी हाम्रो हातमा चोट लागेको बेलामा सुन्निने र पछि दाग बस्ने हुन्छ, त्यसरी नै ब्रेनको एरियाहरूमा दाग बस्ने हुन्छ। पछि त्यो एरिया, त्यो दागबाट चाहिँ सडन विद्युतीय तरङ्गहरू बढ्ने हुन्छ। त्यो विद्युतीय तरङ्ग बढेर ब्रेनको अरू एरियाहरूमा जाने हुन्छ। जस्तो सिम्पल भाषामा बुझ्दाखेरि चाहिँ एउटा सिङ्कोल, आगोको सिङ्कोलले पुरा जङ्गलमा आगो लगाएको भनेर बुझ्न सकिन्छ। त्यसले गर्दाखेरि चाहिँ फरक फरक किसिमको छारे रोगहरू हुनसक्छ, जसमा चाहिँ इनिसियल 2 वर्षमा चाहिँ स्पाजम, जुन चाहिँ मैले पहिले पुरानो भिडियोमा पनि मैले एक्सप्लेन गरेको छु, त्यो सँगसँगै एकातिरको छारे रोग या दुईतिरै हुने छारे रोगहरू हुन सक्छ। अर्को यसमा देखिने भनेको आँखाको समस्या। सुगर कमी हुँदाखेरि अध्ययनले के देखायो भन्दाखेरि सुगर बेसिकली कम हुँदा ब्रेनको पछाडिको भागमा चाहिँ दाग बस्ने हुने रहेछ र हाम्रो भिजुअल प्रोसेसिङ पनि आँखाबाट चाहिँ हुने चाहिँ पछाडि एरियामा नै हो। त्यो हेर्दाखेरि चाहिँ बच्चाहरूमा चाहिँ भिजुअल प्रब्लम, मेरो अध्ययनले चाहिँ अराउन्ड 2/3 अफ द बच्चामा चाहिँ भिजुअल प्रब्लम देखा पर्यो। त्यसमा चाहिँ अब सानो उमेरदेखि आँखा टेढो भएको, परको चिजहरू देख्न नसकिने जस्तो देखियो। त्यो सँगसँगै अटिजम हुन सक्छ, पढाइ लेखाइमा कमजोर हुने, अरू बच्चा आफ्नै उमेरको बच्चाहरूसँग हेर्दाखेरि ऊ चाहिँ पढाइ लेखाइमा कमजोर भएको देखियो। त्यो सँगसँगै बच्चा चकचके हुने, सँगसँगै अरू धेरै जटिल समस्याहरू देखा पर्यो। म आज यसको बारेमा किन कुरा गर्न खोजेको भन्दाखेरि चाहिँ यो चिजलाई चाहिँ हामीले चाहिँ पहिले रोकथाम गर्न सकिन्छ। जस्तो कमन कजेज अफ न्युरोनल हाइपोग्लाइसेमियामा चाहिँ रिस्क फ्याक्टरहरूमा चाहिँ 2 किलोभन्दा कम वजनको बच्चा, अनि त्यो सँगसँगै उमेर नपुगेर जन्मिने, कति बच्चा 36-37 हप्तामा जन्मिराख्छन्, आमालाई डायबिटिज छ र बच्चा डेलिभर हुन आँटेको छ। पेटमा हुँदाखेरि चाहिँ केही समस्या हुन्न, किनकि पेटबाट आमासँग कनेक्टेड हुन्छ र आमाबाट उसलाई ग्लुकोज पाएर हुन्छ। तर इमिडिएटली जन्मिने बित्तिकै बच्चाको रिजर्भ सुगर जुन हुन्छ उसले त्यो युज गर्नुपर्छ आफ्नो शरीरको डिफ्रेन्ट पार्ट्सहरूको लागि, जुन चाहिँ सबसे इम्पोर्टेन्ट चाहिँ ब्रेन हो। अनि त्यो गर्न नसकेको खण्डमा चाहिँ बच्चाहरूमा चाहिँ सुगर कमी भएर ब्रेनमा चाहिँ दाग बस्ने हुने हुन्छ। अब त्यही भएर चाहिँ यस्तो उमेर कम भएको बच्चा, वजन कम भएको बच्चा एन्टिसिपेट गरेका छौँ या आमालाई डायबिटिजहरू छ भने चाहिँ राम्रो सेन्टरमा डेलिभरी गर्नुपर्ने हुन्छ, जहाँ चाहिँ हामीसँग न्युरोन्टोलोजिस्टको फेसिलिटी छ, राम्रो पेडियाट्रिक सेन्टर छ। त्यो लगत्तै टर्म बेबीमा पनि उमेर पुगेको बच्चाहरूमा पनि सुगर कमी हुने देखियो। मेरो अध्ययनमा मैले चाहिँ उमेर पुगेकै बच्चाहरूमा सुगर किन कमी भयो र सुगर कमी भएर के प्रब्लमहरू भयो भनेर हेरेको थिएँ। त्यो लगत्तै अब आमा अपरेसन भएको हुन्छ अनि ल्याक्टोजेनेसिस त्यो भनेको चाहिँ दुध आउने स्टार्ट भएको हुँदैन, तर हामीले चाहिँ बच्चालाई गएर एट्याच गरिदिन्छौँ आमासँग कि दुध खुवाउनु पर्यो भनेर। त्यसमा चाहिँ आमाको दुध आछ कि छैन, आमाको ल्याक्टोजेनेसिस इस्टाब्लिस भएको छ कि छैन, यो नभएको खण्डमा चाहिँ समय पुरा भएको बच्चाहरूमा पनि सुगर कमी भएको देखियो। र यो एकदम नै डरलाग्दो कन्डिसन हो, जसलाई चाहिँ हामीले एज अ पेडियाट्रिसियन अर एज अ न्युरोन्टोलोजिस्ट चाहिँ प्रिभेन्ट गर्न सकिनौँ र यसले गर्दा बच्चाहरूमा चाहिँ जटिल समस्याहरू पछिको दिनमा आउन सक्छ। सो म स्पेसली request to parents as well as a doctor as well as a neonatologist कि ल्याक्टोजेनेसिस इस्टाब्लिस
गर्नु पर्यो थ्रु ब्रेस्ट काउन्सलर, ब्रेस्ट फिड काउन्सलर या थ्रु नर्सेस या थ्रु डक्टर इट्सेल्फ र ल्याक्टोजेनेसिस इस्ट्याब्लिस भएपछि बल्ल हामी चाहिँ टोटल एक्सक्लुजिभ ब्रेस्ट फिडिङमा जाम भनेर भन्न चाहन्छु। यो समस्या प्रिभेन्टेबल हो, त्यही भएर चाहिँ यसलाई रोकथाम गर्न सकिन्छ। त्यही भएर चाहिँ यसको बारेमा आज मैले जानकारी गराउन खोजेको हो। धन्यवाद।